हेलो टाँसी दिल्ली फेबल हजुरहरूलाई शेर्पा भ्लगमा न्यानो स्वागत छ। अहिले शेर्पा कहाँ छ भने घर परिसरमा हिजो तपाईँलाई यहाँ जुन यो टमाटरको सिटा बाँस ल्याएको देखाएँ मैले तपाईँलाई भिडियो भनेदेखि। अनि मैले सोचेको थिएँ 400हरू हुन्छ होला सिटा भन्थेँ, 400हरू पुग्ने रहेछ। तर मलाई चाहिएको चाहिँ 350 340 चाहिएको। तर पुरानो बोटमा पनि लाउनु पऱ्यो भने चाहिँ 350 चाहिँ काट्नै पर्छ। काटिसकेँ हिजो सिटा ल्याएर आधी काटेँ बेलुका 7 बजीसम्म, 5 बजीदेखि। अनि अहिले काट्दैछु। अनि अहिले चाहिँ एकजना खेताला पनि छ मेरो त्यहाँ बोक्दैछ, बिचार बुढो मान्छे। हिजो चाहिँ ऊ त्यो भारी बोक्नु सक्दैन, उसलाई बोलाएन। अन्त यसरी पसिने यसरी भएर यसरी काम गर्नुपर्छ। हेर्नुहोस् घाम त्यस्तै छ। म त घामकै नजिक पो छु जस्तो लाग्छ घरिघरि त सोच्दाखेरि त गर्नैपर्छ। अब तपाईँहरूलाई यादै छ खेतीबारीमा यस्तै हो। तपाईँहरूलाई म सिटा काटेको पनि ल्याउँछु भने चाहिँ शेर्पाजुले जे बोल्छ, कालो कालो सेतोलाई सेतो। आउनुहोस् यहाँ शेर्पाजुको आजको काम चाहिँ यहाँ तपाईँहरूले देख्नु हुँदैछ। हामीले सिटा काट्दाखेरि चाहिँ के गर्नुपर्छ भने चाहिँ ठुलो बम्पक योसँग चाहिँ मजाले यसले चाहिँ टक्क हुन्छ। फेरि मुङ्ग्रो पनि बनाउनुपर्छ। तपाईँहरूले लुगा कुट्ने मुङ्ग्रो भन्छ कि, तर यो बाँसको मुङ्ग्रो चाहिँ नभए हुँदैन। तपाईँहरूलाई म काटेर पनि देखाउँछु, हेर्नुहोस् है साथीहरू। यसरी काट्नुपर्छ, हेर्नुहोस् है। सबले भन्छ शेर्पाजुले त मान्छे लाउँछ, छैन मान्छे पनि। एकजना अहिले बुढो मान्छे छ खेता ल, अन्त ऊ पनि बिचरा बोक्नु उयो गरेको छु। आज चाहिँ सिटा 350 लाएर पनि काट्नु सक्छु कि भनेको। खोइ घाम यस्तो छ, के गर्नु साथीभाइ। तपाईँहरूलाई मैले भन्छु नि, यो शेर्पाजु त गमबुट लगाएर, शेर्पाजु त अलौलो काम हो। गमबुट लगाएर पनि गर्छ, घरि कहाँ पनि कुद्नै पर्छ। भ्लग बनाउनु लागि पनि मान्छे लजाउनु हुँदैन। काम गर्नु चाहिँ चोर्नु ढाँट्नु चाहिँ हुँदैन मान्छेले, काम गर्नु चाहिँ लजाउनु। शेर्पाजु लजाउँदैन ट्याक्कै। फेरि डराउनु पनि डराउँदैन। फेरि कसैसँग डराउनु, अब त्यही गल्ती काम गरेछ भने डराउनु पर्छ। तर अब आफ्नो सत्य काममा चाहिँ अरूले अलिक धम्कायो भने त्योसँग डराउँदैन। म चाहिँ त्यस्तो खालको मान्छे हो। तपाईँहरूलाई यादै छ साथीको दुःख चाहिँ यस्तो छ। सबले भन्छ शेर्पाजु त टमाटर के दामी फलेछ भनेर भन्छ। टमाटर फल्यो नि, तर बाँस बगाइन्छ तातो घाममा पसिना सरी, अन्त काम गराइ यस्तो त्यो याद हुँदैन। तर यसको टमाटरको भाउ पनि राम्रो आउँछ होला साथी हो। तर यहाँ घाम लागेकोले गर्दाखेरि चाहिँ यसरी एउटा घानालाई चाहिँ 4टा हुन्छ खेतको घाना चाहिँ। त्यो अब गाउँको गाडीहरू भन्यो भने पनि टक्कै उहिले के अरे लोडहरू गरिदिइहाल्छ, ल्याइदिइहाल्छ। त्यति चाहिँ राम्रो छ। मान्छे राख्नुपर्छ गाउँमा। शेर्पाजु छ हातमा मान्छे अहिलेसम्म चाहिँ। अब गाउँठाउँमा बसेपछि सबैसँग मिलेर बस्नुपर्छ। कोही त दायाँ बायाँ पनि हुन्छ, दायाँ बायाँलाई पनि फेरि सिधा लाइनमा ल्याउने शेर्पाजु काम हो। हातले र रातले होइन, मुख र यस्तो दिमागले ल्याउनुपर्छ, मान्छे लाइनमा आइहाल्छ। साथी हो यस्तो छ। अब यो काम गरेँ तपाईँलाई म सिटा काटेको पनि भिडियो देखाउँछु भनेको थिएँ। लगाइसकेको पनि अब म तपाईँलाई भोलि चाहिँ लगाइसक्छ होला। अन्त आज चाहिँ सिटा काटेको यस्तो है साथी हो। लुगा चाहिँ हात हेर्नुहोस्, ठेला उडेर उठेर यस्तो भइरहेछ मुङ्ग्रो समाचारले। के गर्नु, गर्नै पर्छ। त्यो चाहिँ लजाउनु हुँदैन। काम गर्नु चाहिँ शेर्पाजु चाहिँ कहिले लजाउँदैन है साथी हो। यहाँ हेरिहाल्नुहोस्, आधी ओसार्दैछ मेरो खेतला छ एकजना बुढो। खै घामले गर्दा खै 2-3 टिप लग्यो, खै कता गयो यो बुढो। घाममा बिल्ले कि डर पो लाग्छ। टमाटरसँग बिल्ले अप्ठ्यारो हुन्छ फेरि खेताला चाहिँ। फेरि रोस अहिले बढाएर 250 थियो साथीहरू, अहिले 300 पुऱ्यायो। फेरि मासु भात दिनुपर्छ टन्नै। फेरि बेलुका वाला पनि दिनुपर्छ। यता लोकल रक्सी रक्सी दिएन भने भोलि दिन आउँदैन खेतालाहरू। साथी अब एकछिन बिसाउँदा गर्नु पऱ्यो। तपाईँको यसले चाहिँ गर्दाखेरि चाहिँ तपाईँको टक्कै 100 पुग्यो है साथी। 100 पुग्यो भनेपछि तपाईँको 300 आरामसे पुग्यो। अब 50 त आरामसे आउँछ साथी हो। हेर्नुहोस् त सिधा ओसार्दैछ। खै बुढो त ओसार लगेर 3पल्ट गएको बिल लाग्यो कि घामले। परिश्रम चाहिँ रहेछ है। काम गर्नु त लगाउनु हुँदैन साथी हो। अब 50वटा त आरामसे आउँछ। एउटा घानामा 4टा निस्किन्छ फेदको उयो गरेर। ल साथीहरू, मलाई मिसेसले हेर्नु न यत्रो चिर्यो उयो भाटा भनेर चिया पनि ल्याइदिएछ मेरो मिसेसले। मिसेस पानी पर्छ भनेर के अरे घाम लागेर अनुहार कालो हुन्छ भनेर। हेलो बताउ न। होइन पुरा
घामले डर्छ भनेर बड्की ओढेर आउँछ अन्त खै मुस्लिम जस्तो भएर आउँछ खै छक्कै पर्छ मुस्लिम केटीहरूले बेसी बड्की घुम्टो गर्छ त ल साथीहरू चिया पनि आयो अब चिया खाने हो बिसाउँदा अब 50वटा सिटा काट्नुपर्छ अब यो पुगिहाल्छ यसले उफ्रिनुमा झन्डै 400 छेउछेउ हुने रहेछ त्यो तल पुऱ्याउनुपर्छ तपाईँलाई देखायो ओसार्दै छ हाम्रो भेनाज्यू एकैजना खालि हाम्रो खेताला पनि भेनाज्यू भनेको बेलामा आइदिन्छ भेना गरम कस्तो छ म त घामले बिल्ला होला भनेको बिचरा बुढो मान्छे हिजो चाहिँ उसलाई किन नल्याएको भन्दा चाहिँ भेनाले बोक्नु सक्दैन तल जङ्गल घारीबाट बिट्टा पनि 12 बिट्टा थियो ठुल्ठुलो झन्डै 400 हामीले अन्दाज गरेको थियो भेना 400 समथिङ आउने रहेछ तर 350 खालि काटौँला भेना अन्त बेचारा बुढो मान्छेले उयो गर्छ भेना यता हेरिदिनु न यता हेरिदिनु न अनि बेचारा भेनाले उयो गरिदिँदो रहेछ बेचारा 300 रुपियाँ रोज दिन्छु पोहोर 250 थियो यसपालि चाहिँ 150 रुपियाँ बढाएर अनि बेलुका अब 40 रुपियाँको यहाँ घरमा त बनाउँदैन रक्सी कोहीले चिया पनि खाँदैन अनि चिया रक्सी पनि अनि पैसा दिनुपर्छ सिटा चाहिँ अब काटिसक्यो अब अहिले करिब 10 बजे म बिहान 7 बजीदेखि लागेको होला बेलुका पनि 5 बजीदेखि सिटा बाँस ल्याएर 5 बजीदेखि 7 बजीसम्म गरेको अब सिटा लाएर बानबेन गर्नुपर्छ भेना यता हेरिदिनु फेरि ल साथीभाइहरू यहाँ टुरिस्टको गाडी पनि कुदेको छ भेनाले सिटा बोक्दैछ अब म पनि सिटा बोक्ने भेना पालो हो हस् त साथी हो तपाईँहरूलाई मैले किन भिडियो मिलायो भने कतिले भन्छ होला शेरबहादुरले खेताला लाएर गरेको होला सिटा काटेको देखाउँदैन भने पसिना सरी भएर काटेको पनि देखाएको तपाईँलाई बाँधेर पनि टमाटर बाँधेर पनि देखाउने छु मैले पाटो किन ल्याएँ भने चाहिँ कतिलाई विश्वास गर्दैन नि त म चाहिँ अब गर्छु भन्नु गर्छु गर्दिनँ भन्नु गर्दिनँ अब तपाईँहरूलाई यादै छ होइन मेरो यत्रो 1600 नागिसक्यो सब्सक्राइबरहरूलाई मैले ढाँट्नु भएन होइन उयो गर्नु भएन अब कति कुरोमा हुन्छ कति कुरोमा के कसो तर अब म त सत्यलाई सत्य बताउँछु अहिलेसम्म पनि अब त्यो राम्रो चलिरहेको थियो त्यही भएर युट्युब च्यानल मेरो हजुरहरूको आशीर्वादले गर्दा 1600 नाग्यो सब्सक्राइबर उहाँहरूको आशीर्वादले गर्दा अब यो सिटा लाएर पनि हिजो त लडिरहेको थियो हाम्रो कपिलज्यूले मलाई मेसेज गर्नुभएको थियो जो अलिक लथालिङ भएछ टमाटर त उठ्छ कि भनेर भन्दै त्यो बेला फेरि दबा हानेर 1 हप्ता बादमा फेरि म उयो गरेर बाँधेर मजाको देखाउने छु अहिले तारमा चाहिँ लडी भइरहेछ टमाटर हस् ल साथी हो यसरी दुःख गर्दै बोक्दैछ भेनाले एकैजना खेताला पाएँ हिजो त लाग्यो अस्ति दिन लाग्यो आज अनि साथी यस्तै छ अब गरममा काम गर्नै पऱ्यो मेहनत गऱ्यो भने मेहनतको फल मिठो हुन्छ भनेर सबैलाई यादै छ हस् दाजुलाई बिदा पो बाई फेरि नेक्स्ट भिडियोमा टमाटर टक्क बाँधेर पनि त्यो टमाटर लडेको पनि मजाको देखाउने छु शेरबहादुर भ्लगमा बाई